आईसीसी विश्वकप लिग 2 सिरिजको अभ्यासका लागि बेलायत भ्रमणमा रहेको नेपालले अपेक्षाकृत नतिजा निकाल्यो। त्यहाँका विभिन्न क्लबसँग खेलिएको 5वटै म्याचमा नेपालले जित दर्ता गर्यो। नेपालले कार्डिफ विश्वविद्यालयको क्लबलाई 3 विकेटले हराउँदै बेलायत भ्रमणको सुरुवात गरेको थियो। त्यस खेलमा नेपालको जितमा गुल्सनले 80 तथा आरिफले 72 रनको पारी खेले। बलिङमा कुशल भुर्तेलले सर्वाधिक 4 विकेट लिए। दोस्रो एक दिवसीय अभ्यास खेलमा नेपालको भेट एमसीसी क्लबसँग भएको थियो। उक्त खेलमा नेपाल एमसीसी विरुद्ध 123 रनको एकतर्फी जित निकाल्न सफल भएको थियो। त्यस खेलमा दिपेन्द्र सिंह एरी र भीम सार्कीले शतकीय पारी खेलेका थिए। तेस्रो र चौथो टी20 अभ्यास खेलमा नेपालले ग्लेस्टरसायर क्लबलाई क्रमशः 73 रन र 5 विकेटले हरायो। चौथो अभ्यास खेलमा आसिफ शेखले 42 बलमा 84 रनको पारी खेल्दै लयमा फर्किएको सङ्केत देखाए। नेपाल भ्रमण अन्तर्गत अन्तिम खेलमा सोमबार राति ग्ल्यामरगन क्लबलाई 50 रनले हरायो। समग्रमा नेपाली टिमका लागि बेलायत भ्रमण सफल रह्यो। यद्यपि कमजोर क्लबसँग अभ्यास गराएको भन्दै समर्थकले क्यान र प्रशिक्षकको आलोचना गर्न बाँकी राखेनन्। यथार्थमा भन्नुपर्दा नेपालले खेलेका क्लबका नामका हिसाबले कमजोर थिएनन्, तर यसपालि नेपाल विरुद्ध खेल हुँदा अधिकांश दोस्रो रोजाइका खेलाडीहरूलाई प्राथमिकता दिए। प्रमुख खेलाडीहरू घरेलु प्रतियोगिता काउन्टी च्याम्पियनसिपमा व्यस्त भएका कारण ती क्लबहरूले नेपालसँगको खेलमा दोस्रो रोजाइका खेलाडीहरूलाई प्राथमिकतामा राखेका थिए। त्यसको फाइदा उठाउँदै नेपालले लगातार 5 खेलमा जित निकाल्यो। अब नेपाली टिमको असली परीक्षा स्कटल्यान्डमा हुनेछ। त्यहाँ नेपालले लिग 2 को महत्त्वपूर्ण श्रृङ्खलाहरू खेल्नेछ। सिरिजमा नेपालको प्रतिद्वन्दी हुनेछन् एसोसिएट तर्फका सर्वाधिक बलियो टोली स्कटल्यान्ड र नेदरल्यान्ड। अङ्क तालिकामा अहिले नेदरल्यान्ड र स्कटल्यान्ड नेपालभन्दा माथि छन्। नेदरल्यान्डले 20 म्याच खेल्दा 12 मा जित, 6 मा हार तथा 2 खेलमा अङ्क बाँडेको छ। ऊ 26 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। यस्तै चौथो स्थानमा रहेको स्कटल्यान्डले 16 खेल खेल्दा 9 मा जित, 5 मा हार तथा 2 खेलमा अङ्क बाँडेको छ। तालिकाको 8औं स्थानमा रहेको नेपालले 12 म्याच खेल्दा 8 मा हार, 2 मा जित र 2 खेल वर्षाका कारण अङ्क बाँडेको छ। 24 म्याच खेल्न बाँकी रहेको नेपालसँग अहिले 6 अङ्क मात्र छ। नेपाली टोली अहिले संवेदनशील मोडमा पुगेको छ, जहाँ जितको सङ्ख्या मात्र होइन, आत्मविश्वासको लय र योजनाबद्ध रणनीति पनि टोलीलाई आवश्यक छ। बेलायतमा लगातार 5 खेलमा जित हासिल गरेपछि टोलीको मनोबल त बलियो भएको छ, तर मुख्य चुनौती अझै बाँकी छ। अबको स्कटल्यान्ड भ्रमणले नेपाल लिग 2 मा माथि उठ्ने कि झन पछि पर्ने भन्ने तय गर्नेछ।